आज चाहिँ धेरै दिन बादमा हाम्रोमा काइला दाजु आइपुगेको छ है। र म सानो हुँदादेखि नै ऊ यतिकै र अहिले पनि यतिकै छ, बुढो कहिल्यै हुँदैन। ओ काइला दाजु, तपाईँको नाम के हो? काइला। काइला के हो? काइला छेत्री। छेत्री कहाँ हो घर? पहिला त यहाँ लुङसेलमा बस्थ्यो नि, थाहा छ? लुङसेलमा बस्थ्यो नि, त्यहाँ कसकोमा बस्थ्यो? माताकोमा। किन नबसेको अहिले चाहिँ? भोलि जान्छु नि। भोलि? ल काइलालाई चाहिँ हामीले यहाँ चिया जुस है मजाले खिलाएर पठाउने कोसिस गरेको छौँ। यता चाहिँ हाम्रो चाहिँ भारभरि यहाँ खसीको मिट सुकिरहेछ है। 15 केजी आज दसैँको उपलक्ष्यमा हामीले ल्याएको र काइला ठिक्कै आइपुगेको छ है। ओ काइला, दीपावलीमा फेरि डान्स पोहोरको जस्तो गरेको थियो नि हो। अहिले कसकोमा बस्छौ तिमी? तिमी कसकोमा बस्छ अहिले? इन्द्र चाहिँ को? बोलेको माइला अहिले गयो त गाडी। अहिले गयो स्कुल लिएर गयो। स्कुल लिएर गयो तल क्या त बोलेको माइला। ओ तिम्रो दाँत के भएको? एउटै छैन त? कोही आन्टीले बचाएको कुकुरले काटेर तल चाहिँ फाँटेर कि बाकपुक लगाएर बुढो मलाई ढुक्को खेल्छ। अन्त पहिले करेन्ट लाग्यो भनेको सुनेको थियो त, के होइन हौ? करेन्ट त छ नि, लाग्यो हो। कति बज्यो अहिले? कति पर घडी खोजेर चाहिँ कि सुलुका त्यो मिस्त्री छैन र भागेर आएको त झोलामा नबोकी त। र काइलालाई चाहिँ मैले सानो फोन दिन्छु भनेको थिएँ है। ओइ भाइ, त्यो माथि दैलोको माथि एउटा फोन छ, ले भाइ। पाल्देन ए पाल्देन ध्यानमुला लु लु ओइ नङ पुलिस कसले हाल्दियो है? यसो गर त यसो। सुशीला। ए सुशीलाले? भूमिका। अब काइलालाई चाहिँ एउटा फोन ब्याट्री चार्ज गर्नु ल, चार्जर चाहिँ छैन। टच बाल्नु चाहिँ हुन्छ तिमीलाई? अब कहाँ बोल्छौ? चार्ज चाहिँ गर न लगेर। कानमा राखी हेर त। बोल न बोल बा माइला बुढो। हेलो 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 होइन, कान्छा बुढै रहेछ। ओ कान्छा बुढो होइन हौ, कान्छा बुढो जस्तो लाग्यो। बोला त बोला बोला। अस्ति मेरो थियो कि एउटा कुन चाहिँ थोचा दिएछ कि फ्याँकिरहेछ मैले। अच्छा भाइ ए हाम्रो चाहिँ यो चाहिँ राजा सुतिरहेको छ नि मेरो साथीलाई। काइलाले एकदमै दयालु मनको छ। काइला दिँदैछ राजालाई है। राजा खा जा। बिचरा काइला एउटा डान्स जान्छ काइला। लु हल्का हल्का मोबाइल दिएको उपलक्ष्यमा। लु लु छिटो न छिटो एउटा लु न हल्का। मोबाइल त्यत्रो दामको पो दिएको छैन, अब दिँदिनै म। डान्स चाहिँ लु गरिहाल एउटा। कोही कता राख्यो त? अब दिँदैन यो फोन कहिले पो त। एउटा डान्स गर न अब। लु छिटो छिटो छिटो। होइन हल्का हल्का बसेर यसो हल्ला न, भइहाल्छ। त्यो दीपावलीमा कसरी नाच्थ्यो अरे? लु त लु लु एउटा गीत आफै गीत गाएर लु न। नाच न खोइ अन्त घुमेको घुमा न अन्त। पछि तल कर्ण काकाले राखिरहेछ।
सबैकोमा राखिरहेको छ मेरो गीत छ मनिकोमा पनि लगेको छ कताको मान्छेहरू हो भाइ जस् न राखेँ छोड्छु कि यसलाई म लागि इन्डियामा जोड्छु ल त्यो फोन दिँदा खुसी छ तिमी अबुई मेरो त रेडियो बिग्रेन भाइ निकै मसँग म निकै लड्ने होइन बित्थामै भुक्छ त्यसरी दिदी पानी दिन्छ यस्तो छ है र काइला बिचरा धेरै दिन बादमा आइपुग्यो पानी खा यहाँ पर फेरि के लु खाऊ है पानी खाऊ है अन्त अब तिमी कति बेला पुग्छ पुग्छु उहाँ त खसिरहेको छ भोलि कसकोमा इन्द्रे कति केजीको खै कति केजीको अब कति मान्छे जमिन्छ झन्डीको राजनको बुढी कान्छाको ए कान्छा बुढोले पनि अब उहाँ गएर कि यसो देखा मात्रै पर्छु फर्किहाल्छु लुगा फाटो आज मात्रै बोकिरहेको छ हो उहाँ गएर फर्किहाल्छु एकाका दिदी मलाई उयो टुप्पे सम्झिनु नि यहाँ लाउनु भयो केले भेट्यो यो सिक्कलले तेरिका पोलोस् न यहाँ लाग्यो कि त्यो फोन दिइराख हौ नगर्नु ल यहाँ बल्ल यहाँ पसेको थियो मलाई यहाँ साह्रो परिरहेको थियो नगर ल यो बनाएर छोड्छु ल बनाएर छोड्छु हेर्नु ल कसैलाई दिने भएको फोन आयो होइन आएको छ नि आमा टुप्पे छ टुप्पे छैन टुप्पे छैन टुथपेस्ट हौ दिन्छ यहाँ गजबले काटेछ हो उसको खुट्टा टुथपेस्ट खोज्दैछ फोन आयो हेर फोन भाइब्रेट गर्दैछ त हेलो छिटो कान्छा बुढो हो छिटो ओके गरिहाल न हेलो कान्छा बुढो यसमा आउँदैछ यसमा होइन त्यहाँ आउँदैछ खै अलिकति आता लगो केले सिक्कलले सरस्वती कराउनु एकपट्टिको अर्को कराउनु चोक्टाहरू ल अब खाजा चिया खाएर बिस्तारी जाऊ ल फेरि आउनु ल अन्त यिनीहरूकोमा डान्स गर्नु झर्नुपर्छ है फेरि म त मान्दिनँ काका खोइ त्यो फोन हेर्नु त एकपल्ट यो म चलाउँदिनँ यसमा लुकाएर लान्छु कसैलाई दिने भएको चार्ज मेरो इन्द्रकोमा छ नि घरमा देखाउँदिनँ नि ल एउटा गीत हल्का गीत मारुनी अघि रेडियोमा म त रेडियो दिँदैन नि आज घरमा छोडेको थिएँ एउटा गाउँ हेलो एउटा गीत त आउँदैन होला आज बरु भोलि गाउँछु ल आज मलाई हतार छ उहाँ घर पनि पुग्नु पर्ने छ ल यो फोन चाहिँ लगेर मजाले यो चार्ज गर्नु टच बाल्नु हुन्छ ल लैजाऊ माया लाग्छ नि हौ ओइ नगर है मर्छु पनि त ओइ न कहाँ हो ल हाम्रो काइला चाहिँ एकदमै दयालु हेर्नु यो सिङ्टो के छ बनियो अब झन् उहाँ झन् कम्मरले रोकिहाल्छ लु जाऊ कुमारले लु जाऊ लु बेग बोक छैन केही त्यहाँ उभ्रत्र चाहिँ हेर त लु यो मान्छेको उभ्रत्र चाहिँ त अब त्यसो चाहिँ गर्यो भने त लु उभ्रत्र हेर है चिन्के धुप बालेर दिन्छु हो यस्तो त छ अब यो गएको छु कि बच्चा यहाँ छ ल तल बाल्दै ढोका अब हजुर
लो कुकुरसँग चाहिँ एकदमै डराउँछ त अझै भाइ भयो फेरि अबै अबै नगरौँ ल ल जाऊ जाऊ अब ब्याग बोका त टलक्कै ल अब अन्त आर्मीमा यतैबाट जाऊ सिधै आउनु ल फेरि भोलि पर्सि जाऊ यता उँभोबाट जाऊ न सिधै राजनले देखेर रिपोर्टहरू ल जाऊ जाऊ यत्तिकै जान्छु कि बेगमा पर्ला ल ल ल आउनु है भोलि पर्सि ल जाऊ 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 सिधै छैन छैन